साथीहरू डिप्रेसन एन्जाइटी टाउको दुख्ने देखि लिएर तपाईको जति पनि हाम्रो माइन्डसँग रिलेटेड भएको प्रब्लमहरु छ समस्याहरु छ त्यो समस्याहरुलाई हामी आफैले पनि ठीक गर्न सक्छौं। त्यसको लागि चाहिँ समस्या हाम्रो शरीरबाट उत्पन्न भएको छ भने यसको समाधान पनि हाम्रो शरीर भित्रै छ है। त्यसले गर्दाखेरि चाहिँ हाम्रो शरीर एकदमै शक्तिशाली पावरफुल कुरा हो, पावरफुल चीज हो। त्यसले गर्दाखेरि चाहिँ तपाईहरु कसै अब कोही कसै तपाईको चाहिँ एन्जाइटी, डिप्रेसन, टाउको दुख्ने, अनिद्रा लगायतको समस्याहरु छ भने चाहिँ यहाँले यो ध्यान विधि म तपाईलाई सिकाउन गइरहेको छु। यो ब्रिदिङ टेक्निक भनिन्छ र मेडिटेसन टेक्निक। यो गर्नुभयो भने तपाईहरुको सम्पूर्ण समस्याहरु चाहिँ बिस्तारै 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 हराउँदै जानेछ अथवा तपाईको समस्या हिल हुँदै जानेछ है। यसको लागि तपाई टक्क यसैगरी बिहान उठेपछि बेडमै बस्दा पनि भयो अथवा जुन आसनमा बस्दा पनि भयो है, कुर्सीमा बस्दा पनि भयो। तपाईले के गर्नु पर्यो भन्दाखेरि हातलाई चाहिँ रिसिभिङ मुद्रामा राख्नुस् है। यो भनेको रिसिभिङ मुद्रा। अनावश्यक मुद्राहरु यस्तो गर्नेहरु पनि नगर्नुस्। यदि तपाईले राम्रो गुरुबाट गाइडेन्स लिनु भएको छैन भने चाहिँ यो अनावश्यक मुद्राहरु गर्नु हुँदैन। किन भन्दाखेरि यो मुद्राहरुले गर्दाखेरि तपाईको बडीमा फेरि नेगेटिभ एनर्जीहरु एट्र्याक्ट हुन सक्छ है। त्यसले गर्दाखेरि चाहिँ सबैभन्दा सिम्पल मुद्रा भनेको चाहिँ हामीले असर नगर्ने मुद्रा भनेको रिसिभिङ मुद्रा है। रिसिभिङ भनेको यसरी थाप्ने है त, सबै औंलाहरुलाई यसरी सतमा राखेर थाप्ने यसरी भनेको हामी चाहिँ अब रिसिभिङको लागि रेडी हुँदैछ है। युनिभर्सले एनर्जी पठाउँदैछ, हामी चाहिँ रिसिभिङ गर्दैछौं भन्ने हिसाबले चाहिँ यो रिसिभिङ मुद्रा हो है। खुट्टामा त्यसरी राख्ने र 5 सेकेन्डसम्म 5 सेकेन्ड अथवा 5 काउन्ट्स भनौं न, 1 2 3 4 5 है। 5 5 5 5 सेकेन्ड 5 काउन्टसम्म श्वासलाई भित्र लिने, 5 काउन्टसम्म श्वासलाई यो तपाईको पेटको छ नि नाभिमा होल्ड गर्ने है। 5 सेकेन्डसम्म होल्ड गर्ने, त्यसपछि फेरि बिस्तारै मुखबाट छोड्दिने है। अब यो सुरुमा तपाईलाई गाह्रो हुन सक्छ, तर बिस्तारै बिस्तारै प्र्याक्टिस गर्नुस्। सुरुमा तपाईलाई होल्ड गर्न सक्नुहुन्न भने तपाईले श्वास मात्र लिनुस्, 1 2 3 4 5 लिने, त्यसपछि 1 2 सेकेन्ड राखेर एकछिन होल्ड गरेर छोड्दिने है। यसरी प्र्याक्टिस गर्नुस्। बिस्तारै बिस्तारै तपाईको चाहिँ तपाईले 5 5 5 सम्म पनि सक्नुहुन्छ है। र यसलाई गर्दाखेरि चाहिँ जब तपाई श्वास लिनुहुन्छ, श्वास लिँदाखेरि चाहिँ तपाईको श्वास चाहिँ कहाँ जानु पर्यो भन्दाखेरि पेटमा जानु पर्यो है, स्टोमाकमा है। जसरी तपाईको चाहिँ साइकलको ट्युबमा अथवा गाडीको ट्युबमा चाहिँ हावा हाल्दाखेरि त्यो ट्युब के हुन्छ, फुल्छ नि त हैन, एक्सपान्ड हुन्छ। त्यो किसिमले चाहिँ तपाईको पेटमा जुन श्वास हाल्नु भएको छ त्यो श्वासले गर्दाखेरि चाहिँ पेट के हुनुपर्छ, फुल्नु पर्छ है। हावा हालेको छ है, एक्सपान्ड हुनु पर्यो है। कतिपयको चाहिँ फेरि अब खासमा हाम्रो चाहिँ के हुन्छ भन्दाखेरि हामीलाई कसैले पनि श्वास फेर भनेर नभन्दाखेरि चाहिँ भोलुन्टरीली हाम्रो शरीरले श्वास फेरिरहेको हुन्छ नि त। त्यति बेलामा चाहिँ त्यो श्वास त सिधै गएर पेटमै गइरहेको हुन्छ के, तर हामीले याद गरे हुँदैन। तर हामीले कसैले ल श्वास फेर्नुस् भन्दाखेरि चाहिँ यस्तो हुन्छ हाम्रो चाहिँ हेर्नु त, यसरी फेर्छ हामी नि त हैन, यसरी भित्र लिन्छौँ श्वासलाई। किन श्वास त यहाँ चेस्टमा हालिरहेको छौँ कि श्वासलाई है, तर चेस्टमा हाल्ने होइन, श्वासलाई कहाँ हाल्ने, पेटमा हाल्ने है। ल हेर्नुस् है त, जस्तो मैले श्वास लिएपछि हेर्नु त पेट एक्सपान्ड भएको छ। अब म श्वास छोड्छु हेर्नु है, फेरि कन्ट्र्याक्ट भयो है, फेरि एक्सपान्ड, फेरि कन्ट्र्याक्ट, यसरी गयो हेर्नुस् है त। कसैले श्वास फेर्नु भन्दाखेरि चाहिँ हामी गर्छौँ क्या, तपाईँ प्रायः हामी सबैजना यही गर्छौँ। म पनि पहिला त्यही गर्थेँ। अब बिस्तारै सिक्दै गएपछि यो रहेछ है। श्वास लिँदाखेरि चाहिँ टायरमा हावा हालेको जसरी सम्झिने, तपाईको पेट चाहिँ टायर हो हैन, ट्युब तपाईको पेट चाहिँ ट्युब हो। अब ट्युबमा म हावा हाल्दैछु भनेर यसरी फुलाउने हो है। र श्वासलाई चाहिँ यहाँ लिएर चाहिँ होल्ड गर्ने, 1 2 3 4 5 अनि फेरि रिलिज गर्ने है। हेर्नु त, रिलिज गर्ने है त।
सो यो चाहिँ 555 है त। अब एकचोटि हेर्नुहोस् है त, तपाईँ मसँग पनि गर्न सक्नुहुन्छ। रिसिभिङ मुद्रामा राख्ने हातलाई, अब श्वास माथि लिने 1 2 3 4 5 है। लिनुभयो है। अब यही पेट फुलिसक्यो हो। त्यसपछि एकछिन होल्ड गर्ने 1 2 3 4 5 अनि फेरि बिस्तारै गरेर छोड्ने है। सबैले बुझ्नुभयो है। 5 सेकेन्ड लिने, 5 सेकेन्ड होल्ड गर्ने, यहाँ नाभिलमा ल्याएर 5 सेकेन्डमा चाहिँ के गर्ने, रिलिज गर्ने है। र यो श्वास तान्दाखेरि यस्तो गर्ने होइन है फेरि है। श्वास तान्दाखेरि गरेर तान्नु पर्दैन है। बिस्तारै रिल्याक्स भएर बिस्तारै हाल्ने, आरामले हाल्ने, आरामले रोक्ने, आरामले बाहिर निकाल्ने है त। हेर्नु त। है यसरी चाहिँ गर्ने। र यो एकचोटि 5 लियो, 5 होल्ड गर्यो, 5 छोडेपछि यो चाहिँ के भयो तपाईँको, यो चाहिँ 1 साइकल भयो है। यो 1 साइकल भयो। र यस्तो चाहिँ तपाईँले बिहान उठेर तपाईँको चाहिँ 21 चोटि है, सक्नुहुन्छ भने मिनिमम 21 चोटि गर्नुहोस्। सक्दै सक्नुहुन्न भने 3 चोटि 7 चोटि गर्दा हुन्छ। अर्थात् तपाईँले सक्नुभयो भने चाहिँ 21 चोटि गर्दाखेरि यसले तपाईँलाई राम्रो रिजल्ट लिएर आउँछ है। र अर्को कुरा, तपाईँ जब श्वास लिनुहुन्छ, श्वास लिँदाखेरि चाहिँ के कल्पना गर्नुहोस् भन्दाखेरि यो ब्रह्माण्डबाट, युनिभर्सबाट चाहिँ पोजिटिभ एनर्जिजहरू चाहिँ मेरो शरीरमा आइरहेको छ भनेर फिल गर्ने, महसुस गर्ने हैन। जब श्वास लिन्छौँ, ब्रह्माण्डीय ऊर्जाहरू चाहिँ पोजिटिभ ऊर्जाहरू मेरो शरीरमा आइरहेको छ भनेर फिल गर्ने। जब तपाईँ 5 सेकेन्ड होल्ड गर्नुहुन्छ, त्यो 5 सेकेन्ड होल्ड गर्दाखेरि चाहिँ मेरो मन, मस्तिष्क, शरीर र आत्माबाट डिप्रेसन, एन्जाइटी, फियर, फोबियाज सबै बाहिर जाँदैछ अथवा गइसकेको छ भनेर चाहिँ कल्पना गर्ने है। अर्थात् चाहिँ त्यो जब 5 सेकेन्ड तपाईँ होल्ड गर्नुहुन्छ, त्यो होल्ड गर्दाखेरि चाहिँ मेरो शरीरको शिरदेखि पाउसम्मबाट चाहिँ सम्पूर्ण नेगेटिभिटीहरूलाई म एक्सट्र्याक्ट गर्दैछु हैन। सम्पूर्ण मेरो शरीरभित्र भएको चाहिँ नेगेटिभिटीहरू, खराब कुराहरू हैन, तपाईँको चाहिँ रोगहरूलाई चाहिँ म के गर्दैछु, कलेक्सन गर्दैछु भनेर सोच्ने 5 सेकेन्ड चाहिँ। अनि जब तपाईँ श्वास फाल्नुहुन्छ नि, फाल्दाखेरि चाहिँ मैले सबै जति पनि नेगेटिभिटीहरू छ, मेरो चाहिँ शरीरको समस्याहरू छ, एन्जाइटी, डिप्रेसन, फियर, फोबियाहरू छ, यो सबैलाई चाहिँ म बाहिर फाल्दैछु भनेर चाहिँ महसुस गर्ने है त। तान्दै गर्दाखेरि है युनिभर्स एनर्जी, पोजिटिभ एनर्जीलाई म तान्दैछु। 5 सेकेन्ड होल्ड गर्नुहुन्छ, मेरो शरीरको सम्पूर्ण समस्याहरू, डिप्रेसन, एन्जाइटी, फियर, फोबियाज, रोगहरू सबैलाई म जम्मा गर्दैछु भनेर सोच्ने। जब सासलाई बाहिर तान्नुहुन्छ, बाहिर निकाल्दा चाहिँ सबै नेगेटिभिटीहरूलाई म बाहिर फाल्दैछु भनेर चाहिँ तपाईँले कल्पना गर्नु पर्यो है। यसरी चाहिँ गर्नुभयो। र यो मेडिटेसन गर्दाखेरि चाहिँ तपाईँले आफ्नो ढाडलाई अथवा ब्याकबोनलाई अथवा मेरुदण्डलाई एकदमै स्ट्रेट राख्नुपर्ने हुन्छ है। बुझ्नुभयो? आफ्नो ब्याकबोनलाई चाहिँ एकदमै स्ट्रङ भन्दा पनि ब्याकबोनलाई एकदमै तपाईँको चाहिँ स्ट्रेट चाहिँ बनाउनु होला यसरी है। यसरी स्ट्रेट ब्याकबोनलाई स्ट्रेट बनाउने, त्यसपछि हातलाई रिसिभिङ मुद्रामा राख्ने, त्यसपछि 5 तान्ने, 5 होल्ड गर्ने, 5 छोड्ने। यो साइकल तपाईँले बिहान उठेर, यो ब्रह्म मुहुर्त भन्छ, ब्रह्म मुहुर्तमा भन्नुको अर्थ चाहिँ 6:30 बजेभित्र अथवा 6 बजेभित्र तपाईँले गर्नुभयो भने चाहिँ माथिबाट युनिभर्सल एनर्जीहरू पनि तपाईँको शरीरमा डाउनलोड हुन्छ र त्यसले तपाईँको शरीरमा भएको समस्याहरूलाई चाहिँ हिल गर्दै जान्छ है। एन्जाइटी, डिप्रेसन, स्ट्रेस जति पनि कुराहरू तपाईँलाई हिल गरिदिन्छ। र यति मात्र नगरेर चाहिँ के गर्छ, तपाईँको शरीरमा चाहिँ ऊर्जा चाहिँ भरिदिन्छ, पोजिटिभ ऊर्जाहरू भरिदिन्छ, जसले गर्दाखेरि चाहिँ तपाईँको दिन एकदमै राम्रो हुन्छ। र योसँग यो भिडियोलाई म अन्त्य गर्न चाहन्छु। यो सम्बन्धी केही तपाईँहरूलाई चाहिँ जानकारी लिन मन छ भने चाहिँ यहाँले कमेन्टमा लेख्न सक्नुहुनेछ। मैले त्यस अनुसार नै रिप्लाई गर्नेछु। धन्यवाद।